हेलो एभ्रिवान। आज हाम्रो यात्रा भनेको तालबेसी हुँदैछ है। हामी सर दाजुभाइहरू छक्क तालबेसी जानेछौँ। सरर घुम्दै फिर्दै तालबेसीको यात्रा हो। हाम्रो सानोतिनो भ्लग हामी दाजुभाइ जाँदैछौँ। सरर हामी यसरी रुपताल हुँदै रुपतालको बाटो होइन आफ्नो बाटो हो। हामी आधीबाट भिडियो बनाउँदैछौँ, त्यसको लागि क्षमा पनि चाहन्छौँ होइन। अब सडनली जाने प्लान बनेको हो र हामी सोका भ्लग बनाउँथ्यौँ त्यहाँदेखि है छ। तपाईँ बोलाएर जाने हामीले त्यही पुल होला नि। पुल हो यहाँ, पुल हो यो त। हेलो एभ्रिबडी। तल जाऊँ न। पुलमा गएर आउने कि पहिला उता गएर आउने? भने अच्छा अच्छा लेट्स गो। बाटो चाहिँ राम्रो रहेछ। बाटो राम्रो रहेछ कुनै बेला यो बाटो बसेको दिन यो तालबेसी भन्ने ठाउँ। तालबेसी ड्याम बनाउने क्रममा स्काइभेटर बिग्रेको र तीनटा टिप्परले पनि तान्न नसकेर पछि चाहिँ यहाँ निस्केको ठाउँ अरे। त्यही भएर यहाँ सबैजना धर्मको लागि आउनुपर्छ। यही हो गाइज पानी झरेको चाहिँ। ल हेर्नुहोस्, यहाँ चाहिँ ड्याम बन्दैछ। ड्याम बनाउने क्रममा चाहिँ के को भएर यहाँको बासिन्दाहरूको भन्नु चाहिँ यहाँ एउटा स्काइभेटर बिग्रेको, टिप्परले पनि तान्न नसकेको बताइएको छ। ल हेर्नुहोस्, गाइज अनि हो। ल हेर्नुहोस् सबैले, बाटो चाहिँ यही हो। हामी चाहिँ अब फर्किँदै, हामी फर्किने बेलामा चाहिँ रुपताल हुँदै राजचौतारा खोला छेउ हुँदै सातमाने हुँदै निस्किने हो। बाटो चाहिँ यही हो। हेर्नुहोस् गाई चाहिँ हामी चाहिँ अब लागियो रुपताल होइन। अब हामी जाने रुपतालै हो नि, रुपतालतिर। हेर्नुहोस् बाटो एकदम राम्रो छ। बाटो चाहिँ राम्रो छ। अलिक धुलो पनि छ किनकि ठुल्ठुलो गाडीहरू पनि चलिरहेछ। र हेर्नु चाहिँ यही। ल हेर्नुहोस् यही हो। यो चाहिँ ड्याम बन्दैछ।
यो पुरै यो घेरेर ड्याम बनियो यो त चाहिँ मन्दिर पनि छ। ल हेर्नुहोस् यताबाट फेरि तालको बिचबाट लामो झलुङ्गे पुलमा जाने बाटो अधिकारी चोक रूपा छ भङ्गारा झलुङ्गे पुल जाने बाटो। हामी चाहिँ अब यो बाटो जाने हो पुलतिर जाँदै। ल हेर्नुहोस् हामी चाहिँ अहिले झलुङ्गे पुलतिर जाँदैछौँ। यता यहाँ चाहिँ लामो झलुङ्गे पुल छ। बाटोको हालत यस्तै छ, अफ रोड हो। ल गाइज हेर्नुहोस् यहाँ चाहिँ हिँडेरै देखाऊँ भनेर हामी चाहिँ बाइक माथि नै राखेर हिँड्दैछौँ। यहाँबाट बाइक पनि जानु मिल्ने रहेछ त है। ल यताबाट कता हो निस्किने चाहिँ बाटो कता? ठ्याक्कै यहाँबाट बेगेस तालको माथिको डाँडा निस्किन्छ, तल गयो मुनि तालचोक निस्किन्छ क्या। तल मुनिको ताल त्यो बेगेस तालको ताल छ नि, तालचोकबाट त निस्किन्छ क्या। ए ठ्याक्कै एरिया माथि गएको निस्किन्छ। अनि यता माथि गयो भने कर्पुटा जाने बाटो, तालबेसी हुँदै कर्पुटार जाने बाटो। ताल माथिको पहिलो पुल ओ पर्ने ताल माथिको पहिलो पुल र अग्लो पुल। अहिलेसम्म जति पनि बन्यो सबै खोलामाथि नदीमाथि नै बनेको थिए। नदीमाथिको पुल सबभन्दा लामो र उसमा पनि छ, तर तालमाथिको चाहिँ यही छ, रूपतालमै छ। ल रूपताल हामी चाहिँ सबै बलभित्र फर्किएको अब फर्किँदै हामी चाहिँ पुलबाट नि अब खोला छेउ तर्फ लागिँदैछ हामी। यहाँ चाहिँ अफ रोडै छ। अलि उतापट्टि गएपछि त्यो पुल छिर्ने बाटोनिर गएपछि चाहिँ बल्ल फिट छ। गाइज हामी चाहिँ अब पिचमा आइयो। अब यहाँबाट चाहिँ खोला छेउतर्फ रूपाताल हुँदै अब खोला छेउ जाने बाटो। हेर्नुहोस् बाटो चाहिँ पुरै राम्रो छ। पुलमा जाने बाटो मात्रै
अलि अफ रोडिङ छ। होटेलहरू, खाजा खाने ठाउँहरू, बस्ने ठाउँहरू पनि छ यहाँनिर जस्तो छ। यो चाहिँ स्कुल। हामी चाहिँ अहिले रुपता लाग्यो। यो चाहिँ रुपताल हो। खोला छेउ चाहिँ 3 किलोमिटर, खोला छेउ 3 किलोमिटर छ। यो चाहिँ होटेलहरू सबै खाजा खाना, माछा चाहिँ यहाँको चाहिँ माछा एकदम स्पेसल हुन्छ। माछा खाना आउनु होला हजुरहरू पनि। यो चाहिँ मन्दिर, यहाँ चाहिँ मन्दिर छन्। मन्दिरको नाम चाहिँ थाहा छैन, तर त्यस मन्दिर चाहिँ छन्। ल हेर्नुहोस् गाइज, सब रुपतालको छेउछेउ हुँदै जानुपर्छ। बाटो चाहिँ राम्रो छ, सबै पिजै हो। हेर्नुहोस् गाइज, बसहरूको पनि सुविधा छ। हजुरहरू हिँडेर आउनु पनि पर्दैन, यहाँ बसहरू पनि लागिरहेको हुन्छ। 15-15 मिनट 20 मिनटमा चाहिँ यहाँ बसहरूको पनि सेवा छ। ल हेर्नुहोस्, त गाइज अब हाम्रो भिडियो चाहिँ यहीँसम्मको लागि मात्रै हो। यहाँ चाहिँ अब हामी खाजासाजा खानु पऱ्यो, माछा पनि चाखेर जानु पऱ्यो। अब रुपताल आएपछि माछा नचाहि जानेको पनि होइन, त्यही भएर अब हामी यहाँ माछा चाखेर जानु पऱ्यो। ल गाइज, हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद।